Hello and namaste, welcome back to the channel Mr. Thaguri09. बाइकै धुन पाएन यार, अस्ति चितलाङ गएदेखि हिजो धुनी भनेर गएको, त्यहाँ अङ्कलको डेथ भएछ अनि त्यतै बिजी भयो होइन। अनि तर मान्छेहरू पनि कस्तो है मुजीहरू। पशुपतिको पार्किङमा राखेको थिएँ यो बाइक, यहाँको पुरा ग्राफिक्स नै च्यात्दैछ, के भन्ने। रिस पनि अलिअलि गर्ने नि होइन। केटा म चाहिँ निस्किदिएको, म धार्के जान लागेको हो होइन। अहिले किन भनेर अहिले बाटोमा भन्छु म होइन। ल एकछिनमा बाइक साइक धुम अनि त्यसपछि भेटौँ ल। बाइक धुन आएको, दाइहरू उता पुग्न लागिसक्यो अरे होइन। म चाहिँ निस्किदिनु लाग्यो, बाइक चाहिँ पानी मात्रै हान्दा। अब पछि बेलुका साँझ आएर आफै धुनु पर्ला, गाह्रो छ नि। दाइ सिट मात्रै पुस्दिँदा हुन्छ। अनि फेरि ग्राफिक्स हाल्नु पर्ने भइहाल्यो केटा बाइकमा। कुन चाहिँ म यस्तो गर्ने, अरूको साधन देखि नसक्या हो कि के हो कि होइन। पार्किङमा राखिसक्यो भने त एटलिस्ट यस्तो नगरिदिनु नि। हजुर ए होस् होस् त, अहिले पछि आउँछु बेलुका धुन ल। जहिले गोजीमै चाबी बिर्सिने क्या म चाहिँ। बेलुका आउनु पर्ला धुनलाई होइन। कति चाँडो आइपुग्यो हौ दाइहरू, हुन नि रकेट होला होइन। र केटा म नि अब बत्तिनु पर्ने हुन्छ यसो। यसो फेस क्यामको भिडियो बनाऊँ कि भनेर भनेको, तर अब आइएम अलरेडी लेट होइन। यसरी बच्चाहरूलाई चाहिँ मेन रोडमा नछोडिदिनु होला है, कि आफैसँग लिएर हिँड्नु होला होइन। प्यारेन्ट्स भइसकेपछि अलिकति त गर्नु परिहाल्यो नि त। कहाँ यसरी छोडिदिएर नि हुन्छ त बच्चाहरूलाई। नि हो सरी जहिले ढिलो भइराखेर यस्तै पर्छ यार। भर्खर पानी फेरि टायरमा पानी नै छ होइन। अहिले चिप्लिदियो भने अर्को आपत लाग्छ, त्योभन्दा त बरु आनन्दले जाने होइन। पुऱ्याउँदा नि लिन गएको है दाइलाई म त्यहाँसम्म जस। अनि के त्यतिखेर पनि म भक्तपुर थिएँ कि, अनि दाइलाई लिन गएँ। जाने बेला फेरि थ्रोटल आएर चुट्टी दिइरह्यो क्या मेरो। अनि त्यतिखेर नि दाइ कुर्यो 1-1.5 घन्टा होइन। अब फेरि आज पनि कुर्नु पर्छ। दाइले गाली गर्छ, म चाहिँ टाइममा आउन सक्दैनस् भने चाहिँ के खाना आउँछु भन्ने हो भनेर गराउँछ। गाह्रो छ, त्यही माथि रिसाइराख दाइ होइन। झन् ढिलो नगरौँ भनेको ढिलो भइहाल्यो क्या। एकछिन त्यहाँ म चेकपोस्ट आएर फर्क्यो क्या, फेरि एकछिन काम पऱ्यो होइन कम्पनीमा, त्यही भएर फर्केको। अब चाहिँ अलि नापेर जानुपर्छ केटा हो, नत्र दाइले म चाहिँ खोडा हान्छ मलाई, खोडा। त्यही भएर यो बाटो नि पिच हुन लाग्यो क्या, होला कत्रो बनाउँछ त। कहाँ बिचमा रोकिदियो अलिकति साइड च्यापे नि हुने। ला फक खैदिएर नि त। नभन्दा पछि गरेर रहेछ केटा हो। अनि के भन्नु, अब मेरो दोष पनि होइन तिमीहरूको दोष पनि होइन। अब
फेरि यता गाडी घुमाइदिएर अहिले च्याप्नु पर्ने हो र अब जाने बित्तिकै ब्लगर भन्दै जिस्काइदिने होला नि बाटो यस्तो छ के गर्नु म चाहिँ पिचको झन् ढिलो भइदाखेरि जहाँबाट नभए नि एउटा न एउटा त लागिहाल्छ के आपत भन्दैन आपत प्रो म्याक्स भन्नु झन् जस्तो गाली नखाम न भन्यो म चाहिँ गाली खाने बाटो भइहाल्छ फेरि सरी दाइ निस्किन त म नि घरबाट अलि ढिलै निस्क्या हो होइन बस्दै आउँछु भन्नुभएको थियो अनि त्यही भएर अनि चिकन यस्तै रस नगरी होइन अब डाँडामा पुग्ने कहिले कहिले त्यहाँबाट फेरि 17-18 किलोमिटर बाँकी छ मैले दाहरू आइसकेको रहेछ भन्दा तनाव हुन्छ आइपुग्न लाग्यो भनेको थियो होइन कल त गराएन होइन जस आइपुग्छन् होला छिटै ल केटा अब एकछिन चाहिँ ताप्दीमा अहिले टर्निङ कस्तो गाह्रो लाग्यो मलाई अस्ति नेपाल आउने बेला त मिठै आएको थिएँ त म मोजी जति बटार्दा नि आउँदैन त्यो ठाउँमा पुग्नुपर्ने ठाउँ त लास्ट एउटा खोला आउँछ होला अनि पुग्छौँ ए 2-3 महिनापछि भेट्न लागेको होला दाइसँग होइन फेरि दाइ भयो भने पुग्छ क्या माछुको अरू कोही पनि चाहिँदैन त
लायो भने के लौडा भ्लगर हो मोजी धोती कहाँबाट धोती टिपेर आयो भने त कहाँबाट धोती टिपेर आएको लगेर फाइनली दाइलाई भेटिसक्यो होइन दाइ चाहिँ ऊ त्यहाँ पुगिसक्यो यहाँ पछाडि एउटा मुजी औतारी बसिरह अनि अब हामी चाहिँ काठमाडौँतिर होइन दाइहरू पनि फाइनल्ली भेटिसक्यो नि त अब आनन्दले जाने हो के छ र रमाइलो भने त हो ऊ एउटा बुर्चोदीको हालत त्यस्तो भयो घट्यो गोरामा फुल गरेर आएको रे दाइहरू होइन एक लाइन मात्र घटेको थियो अरे क्या त्यसले अनि यहाँ एक बताउँदाखेरि म चाहिँ फेरि एक लाइन घटेछ उकालोमा फेरि एक लाइन घट्छ बिङ ड्युक कुमाई खोला उयो केटा अब यहाँबाट चाहिँ यस्तै हो अहिले एकछिन बसी भेटौँला है त के हो दाइहरू भेटेर क्या नर्भस भएको मान्छेको बोल्नलाई ओएमा क्या चिप्लाइदिएर है क्या चिप्लाइदिएर क्या है दाइको बाइक स्टक छ के अनि मेरो बाइक चाहिँ अलि त्यस्तै भएको र दाइहरू चाहिँ सिधै गयो म चाहिँ घुमेर जान लाग्यो होइन त्यहाँ चेकिङ रहेछ के त्यही भएर अब चेकिङमा परेर मैले एक महिनामा मैले 4 चोटि बाइक समातिसकेँ अनि मैले जहिले समातिदिएर नि हुँदैन नि त बाइक त्यही भएर म चाहिँ आज यसो देखिहालेँ अब रिस्क किन लिने भन्ने पाराले निस्किदिइहालेँ होइन म अहिले बेलुका भेट्छु केटा दाइहरूलाई 2-3 दिन भ्लग नआए नै बोल्नै बिर्से जस्तो भइरहेको म होइन र भ्लग गरिछु अहिले कामले निस्किनु लाग्यो केटा हो म होइन त्यहाँ गएर भ्लग गर्न नि मिल्दैन है अहिले इनकेस पछि गोप्रो अन गऱ्यो भने चाहिँ पछि भेटौँला न त अर्को ब्लगमा भेटौँला केटा हो बाई त्यहाँ अलिकति गाडी छोएछ अब यहाँ यत्रो जाममा परिसकेँ म